हेलो गाइज, गुड मर्निङ एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज फेरि तपाईँहरूलाई म बिहानीको एउटा सानो भ्लग गरेर देखाउने छु। तपाईँहरू हेरिदिनु होला, सानो एउटा भिडियो बनाएर देखाउने नै छु। सो आज चाहिँ बिहानै बिहानदेखि नै गाडाङ गुडुङ गरेर मौसम घुमेर पानी आउनु लागेको छ र यहाँ कतिवटा आज गाडी हिँड्दो रहेछ। म 0 पोइन्टमा आएको छु अहिले। कतिवटा गाडी 7 मिनटको भिडियो बनाउने छु। 7 मिनटसम्ममा कतिवटा गाडी जाने रहेछ, कतिको रोड बिजी हुने रहेछ तपाईँहरूलाई देखाउने छु। धरानको रोड कति बिजी रहेछ, सो हेरिदिनु होला। थ्याङ्क यू सो मच गाइज। बिहानीको मौसममा दामी लाग्छ है मलाई चाहिँ। यस्तो मौसम भयो भने गाइज तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। लाइक सेयर पनि गरिदिनु होला, सब्सक्राइबर पनि गरिदिनु होला। मेरो युट्युब च्यानललाई सौगात राई भ्लगलाई माया गरिदिनु होला। म तपाईँहरूलाई यस्तै यस्तै भिडियो आगामी फेरि दिनहरूमा देखाउने नै छु। राम्रो राम्रो भिडियोहरू लिएर देखाउने नै छु, मनोरञ्जन गराउने छु। सो सब्सक्राइब एन्ड लाइक सेयर पनि गरिदिनु होला गाइज है त। म आज तपाईँहरूलाई देखाउने नै छु। लेट्स सी, हेर्दै जानु होला। धन्यवाद। यहाँदेखि कतिवटा गाडी म जाँदो रहेछ तपाईँहरूलाई देखाउने छु, हेर्नु होला है त। के रहेछ आजको मर्निङ सोमा, के भन्दो रहेछ, कस्तो रहेछ, चल्ने के रहेछ, के भन्दो रहेछ, कतिवटा गाडी जाँदो रहेछ उनको हेरौँला। अनि तपाईँहरूलाई म देखाउने छु 10 मिनटको अथवा 5 मिनटको समयमा कतिवटा गाडी क्रस हुने रहेछ भेटातर्फ। हेर्नु होला तपाईँहरूले। कतिको बिजी रोड रहेछ आजको, यहाँको कतिको बिजी हुँदो रहेछ रोडमा गाइज। हेर्नु होला। सी यू, लेट्स। भन्नु त सिट खाली हो।
आजको मौसम चाहिँ धरानमा एकदम चिसो छ है। एकदम चिसो हावा, एकदम पानी पर्नु खोजेको छ। गाइज हेरिदिनु होला, कमेन्ट गरिदिनु होला कहाँ आज पानी पर्यो देशभरिमा। हाम्रो चाहिँ यहाँ धरानमा पानी पर्नु लागेको छ, एकदम घुमिएको छ। सो हामी चाहिँ यता आज यहाँ ठुलो पानी आयो भने हामी फेरि भिडियो बनाउनलाई धेरै असर गर्नेछ। सो हामी एकतिर छरीमा बसेर भए पनि तपाईहरुलाई आजको यो 10 मिनेटको भिडियो चाहिँ कतिको बिजी रोड छ भनेर तपाईहरुलाई देखाउने नै छु। हेर्दै गर्नु होला दर्शकबिनहरु। हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब पनि गर्नु नभुल्नु होला। यस्तै मनोरञ्जन अनि वेदर अनुसारको म तपाईहरुलाई भिडियो देखाउने नै छु। हरेक दिनको एउटा भ्लग देखाउने छु र तपाईहरुलाई कस्तो कुन ठाउँमा पुग्दा कस्तो मौसम छ म देखाउने नै छु। कृपया हेर्दै गर्नु होला, कमेन्ट गर्दै गर्नु होला।